नमस्ते सबैजनालाई म तपाईहरुको भाइ राहुल कुमार यादव पुनः तपाईलाई स्वागत गर्दैछु। अर्को भिडियो लिएर आइसकेको छु। यो चाहिँ आजको भिडियो प्लिज म सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु, यो भिडियोलाई पुरै हेरिदिनु होला। मेरो एफोर्ट, मेरो मेहनत हरेक चीज छ यसमा। सो अल अफ यु गाइज प्लिज वाच दिस भिडियो टिल एन्ड। सबजनाले यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। तपाईको लागि पनि, मेरो लागि पनि र सबैको लागि धेरै नै इम्पोर्टेन्ट हुनेछ। किन मेरो लाइफको एउटा नयाँ स्टेप जसले एउटा समाजलाई, जसले एउटा कन्ट्रीलाई चेन्ज गर्न सक्छ। कसरी म बताउँछु। हाम्रो जाया कोड हब टिमले सबैजनालाई मिलेर हामी चाहिँ एउटा इन्ट्रोड्युस गर्दैछौँ हाम्रो नयाँ ग्रोसरी मार्ट, जसको नाम हो जाया मार्ट। त्यो चाहिँ हामीले, हाम्रो एम यो हो कि हामीले जति पनि हाम्रो गाउँहरुमा लोकल प्रोडक्टहरु छ त्यसै हामीहरुले चाहिँ बढी प्राथमिकता दिने, त्यसै चाहिँ प्रमोट गर्ने, उनीहरुलाई चाहिँ इन्करेज गर्ने। हाम्रो मोटो त्यो हो। त्यो कारणले हामीहरु चाहिँ एउटा एप्लिकेसन डेभलप गरेका छौं, एउटा वेब बेस्ड एप्लिकेसन डेभलप गरेका छौं जसले चाहिँ अनलाइन सर्भिस दिने काम गर्छ। कसरी? जस्तै तपाईहरुको घरमा कसैले केही कुरा बनाइरहेको छ, केही नयाँ अचार होस्, जे होस्, त्यो चाहिँ हामीले के गर्छौं, त्यस्तो प्रोडक्टहरुलाई हामीले चाहिँ हाम्रो वेबसाइटमा चाहिँ लिंक गर्छौं, लिस्ट गर्छौं र त्यसपछि चाहिँ हामीले त्यसलाई सेल गर्ने गर्छौं। त्यो पनि हामीहरुले आधी घण्टाको भित्रमा हामीहरुले त्यो प्रोडक्टलाई डेलिभर गर्छौं। त्यो चाहिँ हाम्रो एउटा, अब हामीले सबभन्दा पहिला हामीले बुझ्नुपर्ने कुरा यो हो कि हामीलाई फाइदा कसरी त, यो कसरी काम गर्छ त। सबभन्दा पहिला म यो कुराको आन्सर दिन चाहन्छु। यो जुन छ हाम्रो नेपालमा अहिले पनि यस्तो मार्ट एप्लिकेसन छैन जसले यति छिटो र छिटो चाहिँ डेलिभर गर्न सक्छ, हैन? त्यही भएर हामीले हाम्रो एप्लिकेसन इन्ट्रोड्युस गर्दैछौं जाया मार्ट। त्यहाँबाट तपाईहरुले विभिन्न किसिमको र हेल्दी, एकदम स्वास्थ्य लाभदायक प्रोडक्टहरु मात्रै पाउन सक्नुहुन्छ। त्यहाँमा कुनै पनि फर्टिलाइजर भएको प्रोडक्टहरुलाई हामीले लिस्ट गर्ने छैनौं। र दोस्रो कुरा जो सबभन्दा इम्पोर्टेन्ट छ, हाम्रो समाजमा, हाम्रो गाउँतिर हाम्रो लोकल प्रोडक्टहरु जो चाहिँ फार्मरहरुले प्रोड्युस गर्नुहुन्छ, जस्तै कि अचार भयो, जस्तै कि अब खेतबाट निक्लेको धान भयो, चावल भयो, र त्यसैगरी चाहिँ भेजिटेबल्स भयो, त्यसै चाहिँ हामीहरुले प्रमोट गर्न सकेका छैनौं। त्यसको लागि चाहिँ हामीहरु अगाडि बढिरहेका छौं र यसमा हामीहरुले के गर्छौं कि जुन हामीहरुको लोकल प्रोडक्टहरु छ, जो फार्मरहरुले, किसानहरुले प्रोड्युस गरिरहेको छ, त्यो कुराहरुलाई हामीहरुले चाहिँ लिस्ट गर्दैछौं यसमा। र त्यहाँबाट हरेक मान्छेले छिटो र छिटो त्यहाँबाट पाउन सकिन्छ। सबभन्दा पहिला लोकेसन हामीहरुले टार्गेट गरेको छौं गौडा म्युनिसिपालिटी। सो हामीहरुले 1 महिनाको भित्रमा यसै हामीहरु चाहिँ इन्ट्रोड्युस गर्दैछौं विथ लट्स अफ आइटम्स। सो म सबजनालाई आज रिक्वेस्ट गर्न चाहन्छु, कहिले पनि रिक्वेस्ट गरेको छैन त्यो कुराको लागि, आज म रिक्वेस्ट गर्न चाहन्छु यो भिडियोलाई सबैजनाले शेयर गरिदिनु होला। र हामीहरुको जुन यो एप्लिकेसन छ, जुन यो वेबसाइट छ, वेबसाइटको लिंक चाहिँ म डिस्क्रिप्सनमा दिन्छु। एकचोटी तपाईहरु अवश्य भिजिट गर्नु होला। र लास्ट र अन्तिम कुरा म तपाईहरुसँग रिक्वेस्ट गर्न चाहन्छु, इफ तपाईको घरमा या जहाँ पनि इफ तपाईहरुसँग ट्यालेन्ट छ, केही बनाउन सक्नुहुन्छ, मात्रै खाने प्रोडक्ट हैन, तपाईले आर्ट छ, कुनै क्राफ्ट छ जुन चाहिँ बेच्ने लायक छ भने तपाईहरुले बनाउन सक्नुहुन्छ, आफ्नो चाहिँ प्रतिभालाई हेराउन सक्नुहुन्छ र त्यहाँबाट तपाईले आम्दानी गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीहरुको गाउँ समाजमा मान्छेले धेरै प्रोडक्टहरु बनाउन सकिरहेको छ। आइमाईहरुलाई धेरै ज्ञान छ, उहाँहरुले जे पनि गर्न सक्नुहुन्छ, बनाउन पनि सक्नुहुन्छ धेरै कुराहरु, तर प्रोडक्ट त्यसै सेल गर्न सक्नुहुन्न किनभने उहाँहरुसँग प्लेटफर्म नै छैन। त्यसलाई पनि हामीले प्रमोट गर्नको लागि हामीले इन्ट्रोड्युस गर्दैछौं हाम्रो ई-कमर्स वेबसाइट और एप्लिकेसन दैट इज जाया मार्ट। सो योहरुको लागि चाहिँ हामीहरुको धेरै एफोर्ट छ। सो तपाईहरुसँग म अनुरोध गर्न चाहन्छु, प्लिज सपोर्ट गर्नु होला सबैजनाले। हामी छिटो भन्दा छिटो हाम्रो एप्लिकेसन र हाम्रो वेबसाइटलाई लन्च गर्दैछौं। डेमो एप्लिकेसन तपाईहरुलाई छिटै मिल्नेछ। र अर्को चाहिँ म आग्रह गर्न चाहन्छु, जति पनि होलसेलर, दोकानमाको मान्छेहरु हुनुहुन्छ, दोकानदार हुनुहुन्छ, त्यो साउजीहरु प्लिज दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला। इफ हेर्दै हुनुहुन्छ भने आफ्नो पनि प्रोडक्टलाई तपाईहरुले त्यसमा लिस्ट गराउन सक्नुहुनेछ तपाईले। र त्यहाँबाट के हुन्छ कि मान्छेलाई सबै दोकानहरुमा घुम्न पर्दैन, मान्छेहरुले इजिली आफ्नो प्रोडक्टलाई आफ्नो घरबाट हेर्न सकिन्छ, जहाँ छ त्यहाँबाट पाउन सकिन्छ। सो यो चाहिँ कुरा मैले भन्न आएको थिएँ। र आज चाहिँ तपाईहरुको लागि धेरै ठुलो अवसर छ। तपाईहरु आफ्नो घरमा, आफ्नो फ्यामिलीमा सबैजनालाई शेयर गर्नु होला र यो भिडियोलाई शेयर गर्न नबिर्सनु होला, धेरै इम्पोर्टेन्ट छ। सो दिस इज अ भेरी बिग थिङ फर ऑल ऑफ अस। So thank you so much guys, please support me and we will do it. Thank you so much from our Jaya Kodham team.